हेलो साथीहरू, दर्शक नमस्ते। आज चाहिँ हामी सबै होइन मामाहरू भाइहरू सबैजना भेट भएर हामी चाहिँ घुम्न हिँडेको अवस्था है। यसो अनि यसो भ्लग बनाइदिउँ भनेर ल सबैजना ल, अझै आयो ल। यसो मार्केटतिर आइदिएको सबैजना भेला भएर होइन। हाम्रो चाहिँ अहिले 3 वर्षपछिको भेट सबैजना होइन। अब त्यही हो, विदेशमा अब सबैजना आफ्नो आफ्नो काममा बिजी भइन्छ। मन हुँदा हुँदा पनि भेट गर्नलाई अलिक गाह्रै छ होइन, होइन मामा? मन हुँदाले भेट्न सकिएन, गाह्रो त्यही नै छ। अर्काको ठाउँमा आइसकेपछि कामको सिलसिलामा हजुर काम गर्ने बात काममै व्यस्त हुन्छ, त्यही कारणले भेटघाट गर्न सकिनँ। आज चाहिँ एकदम लास्ट डिसिजन चाहिँ अब भेटघाट गरौँ न त भनेर जो भन्जाहरू छ यसो आज भेटघाट गर्नेको यो लगाएर मौका बोल्नु न दिएको छ। मामा। हजुर त्यही नै खुसीमा चाहन्छु म। अहिले भयो, अहिले नल म अहिले पछि लाउनु लाउनु मामा लाउनु, लाएर राखिरहनु भयो भने केही फरक पर्दैन। हामी चाहिँ यसो अब जस हाम्रो अहिले 3 वर्षको यात्राको जयगुरु सरको कामको लागि व्यस्त भएकोले गर्दा हामी भेटघाट हुन सकेनौँ। अब पनि आगामी दिनहरूमा भेट हुँदै जाउँ। भेट कामको लागि हुनुपर्छ मामा। अब शुभकामना पनि छ र जयहरूप्रति छ, यसो जयहरूप्रति यहाँ हामी अहिले हामी यहाँ नआएकोमा चाहिँ आउनु पाएछौँ, यही नै खुसी छौँ। ड्रिङ्क चाहिँ हुन्छ नराम्रो रहेछ। फाइनली अहिले चाहिँ हामी अहिले लिफ्टमा छौँ। सामान लगाउने होला यसमा। हो सामानहरू नै हो। ए हाम्रो जयगौर सरको छुट्टै छ उतिपट्टि। जे नि घुमघाम गर्न पाइयो आज, यही नै खुसी घुमघाम छौँ गर्न पाइयो, आज रमाइलो लागिरहेको है। एकदम। धेरै पछि यहाँ हाम्रो प्युठानको सर हुनुहुन्छ, प्युठानतिरबाट कोही हेर्नु भएको भने सबैले सपोर्ट गर्नु होला नि फेरि। सब्सक्राइब गर्नु। प्युठान धादिङ नेपाल जुनसुकै ठाउँ भने हामी नेपाली हौँ, एकअर्काले सपोर्ट गरौँ है। अब यसो म पनि नयाँ छु, यसो हल्का यसो भ्लग बनाइदिउँ न त। आज मामाहरूसँग सबैसँग भेटेको भेटेको दिन होइन, यसो खुसी लागेर अनि बनाएको। हेलो हेलो। ल हेर्नु साथीहरू, यता पनि हेर्न सक्नुहुन्छ। ल हजुर, अनि के छ सर? ठिकठाक छ। खाना आउँदै जान्छ हाम्रो यही हो र मामा?